हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज म बिहेमा गएर आएको थिएँ अनि म आज हजुरहरूलाई देखाउँछु कि मैले बिहेमा के गरेँ, के खाएँ, कस्तो कस्तो फोटो देखेँ। अब म मामुसँग गएको थिएँ अनि हामीहरूले धेरै फोटो खिच्यौँ। पहिला म अब देखाउँछु कि मैले के खाएँ। पहिला फोटो हेर्नुहोस्। आइसक्रिम मैले फर्स्टमा खाएँ आइसक्रिम, चकलेट एन्ड भेनिला फ्लेभर। अनि मैले खाएँ पानीपुरी। मैले 30वटा पानीपुरी खाएँ। मेरो मामुले गाली गरिरहनु भएको थियो। मैले एकदम मिठो थियो पानीपुरी, पिरो स्पाइसी। त्यसपछि मैले पुलाउहरू, पनिरहरू अनि मिटहरू खाएँ। एउटा फ्यान्टा पनि खाएको थिएँ त्यहीसँग। गाइज हेर्नु, मेरो मामु कति फनी देखिनु भएको खाँदा। मैले एउटा फोटो खिचेको। त्यसपछि मैले डेजर्टको लागि भनेर दही लिएको थिएँ। दही एकदम मिठो थियो। मैले चाहिँ एकदम धेरै कोल्ड ड्रिङ्क्स खाएँ, लाइक स्प्राइट खाएँ। फेरि मैले पानीपुरी त्यसपछि हामीले फोटो खिच्यौँ। त्यसपछि धेरै फोटो छ, हेर्नुहोस्। फोटोहरू खिच्यौँ। मेरो मामुको फोटो खिच्दा थिएँ मैले। हामीले भिडियो बनाएको थियौँ। यो मामुले मेरो खिचिदिनु भएको। मैले अगाडि स्टेजमा गएर फोटो खिचेको थिएँ, तर भिडियो बनाउँछु भनेर म स्टेजमै सबैको अगाडि लडेँ। यो लाइट भिडियो बनाउँछु भने स्लो भिडियो बनेन छ स्टेजमा। नमस्ते। अनि मैले फोटो खिचेको थिएँ अनि मैले मामुसँग फेरि फोटो खिचेँ। अनि मैले मामुको एउटा भिडियो बनाइरहेको छु, कस्तो छ भन्नुहोस्। चस्मा लाउनुभयो, अगाडि जानुभयो, सबैजना खाइरहनु भएको छ। हामी चाहिँ स्टेजमा। यो नि लाइट परेको थियो, राम्रो देखे होइन त्यस्तो। त्यसपछि म बग्गीमा चढेँ अनि फोटो खिचेँ। पछाडि मैले 2टा हर्सहरू देखाएको थिएँ। गाइस, अब भोलि पर्सि म योभन्दा राम्रो बग्गीमा चढ्नेछु मेरो बिहेमा। मैले एउटा भिडियो खिचेँ फेरि। अनि फोटो टाइम। फेरि फोटो खिचेँ ग्रुप फोटो। त्यसपछि मामुको यो कस्तो राम्रो देखिरहेको थियो, यहाँ गएर खिचेको। हामी धावन पार्टी प्यालेसमा गएको थियौँ अनि हामीले भिडियोहरू धेरै बनायौँ, तर यहाँ अटाएन, त्यही भएर यहाँ राम्रो भएन। यो मेरो मामुको फोटो, यो मेरो फोटो, यहाँ फोटो छ, त्यही भएर बाई बाई, सी यू लेटर।